म दुबई आउँदाखेरि चाहिँ आमाको सुन र बुढीको सुन बेचेर आएको थिएँ। 2,50,000 को लागि आमाको सुन अनि बुढीको सुन बेचेर म दुबई आएको। अनि 2,50,000 तिरेर आएको एजेन्टलाई। अनि टक्क अब 2,50,000 दियो एजेन्टलाई अनि भिसा गऱ्यो अनि सट्ट आइयो। यहाँ आएपछि अब बना पुगेँ। कस्तो बना भन्दाखेरि सट्ट एयरपोर्ट आयो। एयरपोर्ट आएपछि गाडी लिनु आयो। अनि सुई गरेर आइहाल्यो यता। अनि आएको रुममा होइन 3 तलाको खाट क्या। तल बिचमा अनि माथि गरेर 3 तलाको खाटमा अनि 2टा रुम थियो ट्याक्क। म आउँदा चाहिँ ठ्याक्कै 2टा रुम थियो। यो 2टा रुममा चाहिँ 25-30 जना केटाहरू क्या। अनि एउटा रुममा 15-20 जना, एउटा रुममा 15-20 जना अनि आफू चाहिँ आएर टप्पा सुत्नु पर्ने। त्यस्तो चाहिँ ठ्याक्क आयो। आएपछि अनि तल केटाहरू के भिचमा पसेको काम नहुँदै रक्सी खाने चुरोट तानेर होइन पुरा रुमभरि चुरोटै चुरोट छ क्या। अनि आएपछि ठ्याक्क त्यो आयो। अनि आएपछि केटाहरूले के भन्ने काम पाउँदैन यहाँ ऊ यता अब उता सुन बेचेर आएको छ यता काम पाउँदैन अब हामी त फस्यो हामी पनि फसेको भनेर अब त्यहाँ केटाहरूले भन्नु थाल्यो। आउने बित्तिकै एकजना त्यसरी बसेर पनि हामीलाई त्यसो भयो। अनि त्यहाँबाट हामी चाहिँ एकदम अतालियो क्या। अनि अतालिएपछि पछि ट्याक्कसँगले अनि बिहान त गइयो। अनि बिहान गएपछि त्यहाँनिर एजेन्टलाई भेटेर तिनीहरू त्यस्तै हो तिनीहरू रक्सी खान्छ सुत्छ वास्तवमा काम पाउनु पनि सुरु गरी साह्रो रहेछ क्या।